बिस्तारै बिस्तारै हिँडेर भए पनि अब लगभग हामी आफ्नो डेस्टिनेसनको धेरै नजिक थियौँ। बादल खुलेको भए सायद अलिकति क्लियर भ्यू देखिन्थ्यो होला सफा वेदरले गर्दाखेरि एबिसीको, बट फर्किने दिन राम्रो देखिएको थियो। अहिले कुहिरोले गर्दा सबै ढाकियो। सो रेस्ट गर्दै बिस्तारै बिस्तारै अगाडि बढ्दै पनि हामी हाम्रो यात्रा इन्जोय गर्दै थियौँ। एन्ड गाइज फाइनली वी मेड इट to the Annapurna base camp 4130 meter from the sea ground. So, अब भने माछापुच्छ्रेले हामीलाई आफ्नो रूप देखाएर स्वागत गर्नुभयो that welcome to the अन्नपूर्ण बेस क्याम्प भन्दै। सो अन्नपूर्ण हिमाल नखुले पनि माछापुच्छ्रे हिमालले भने हामीलाई राम्रो तरिकाले स्वागत गर्नुभयो बेस क्याम्पमा। यो भ्यूले गर्दा त मेरो सारा थकाइ नै एक चुटकीमै गायब भए जस्तो भयो। र फेरि हेर्नुहोस् वेदर कसरी चेन्ज भइरहेछ। रुम पुग्दासम्म त वेदर फेरि हुस्सुले पुरै छेकिसकेको थियो। सो यो चाहिँ हाम्रो आजको वासस्थान थियो, अन्नपूर्ण सेन्चुरी लज। सो आजको हाम्रो वासस्थान चाहिँ यही नै हो। र पाहुनाहरू एकदम प्याक हुनुभएको कारणले रुम पाउन एकदम गाह्रो थियो। त्यही पनि हामीले चाहिँ हाम्रो लागि बल्ल मिलायौँ। सो सिजन भएको कारण अलि प्याक हुन्छ। सो यो चाहिँ हाम्रो आजको रुम थियो, एकदम कोजी, राम्रो भ्यू देखिने र वार्म खालको थियो। र त्यसपछि म लागि पानी पिउनतर्फ। तातो पानी चाहिँ म फ्रिक्वेन्टली पिइरहेको थिएँ। र अगाडि लागेँ म हलतर्फ, जहाँ चाहिँ हाम्रो फरेनर गेस्टहरू र हाम्रो नेसनल गेस्टहरू पनि टन्नै हुनुहुन्थ्यो। र उहाँहरू कोही कार्ड खेल्दै हुनुहुन्थ्यो, कोही लुडो, कोही आफ्नो हिसाबले म्युजिक गिटारहरू बजाउँदै इन्जोय गरिरहनु भएको थियो। सो त्यहाँ पुगेर मैले तातो पानी खाएँ, त्यसपछि केही अर्डर गरेँ र उहाँहरू पनि हाम्रो साथीहरू पनि ताससास खेल्न थाल्नुभयो, रमाइलो गर्न थाल्नुभयो। सो मैले चाहिँ त्यहाँ पुगेर अर्डर गरेँ पास्ता। ठिकै थियो, अलिक चटपटा स्वाद खाने मान्छेलाई अलिक फिका लाग्न सक्छ, तर मैले इन्जोय नै गरेँ। सो बेलुका एकछिन रेस्ट गरेर त्यसपछि हामी लाग्यो हाम्रो डिनरतर्फ। सो डिनर गरेर रातिको भ्यू इन्जोय गर्दै त्यसपछि हामीले आजलाई गुड नाइट भन्दै भोलि बिहान सबेरै उठेर अन्नपूर्णको दर्शन गर्ने भनेर हामी सुत्यौँ त्यसपछि। सो थ्याङ्क यू फर वाचिङ गाइज। सो आजको लागि यति नै।